नमस्कार सम्पूर्णमा आदरणीय कृषक दाजुभाइ दिदीबहिनीहरू। हामीले किसानले उत्पादन गरेको बजारको व्यवस्थापनको लागि जुन पटक पटक तपाईँ हामीले आह्वान गर्नु पर्थ्यो, एकजुट भएर आवाज उठाउनु पर्थ्यो। किसान बजारको निर्माण गर्ने, किसान बजारको स्थापना गर्ने र किसानले बेच्ने बजार चाहिँ सिङ्गो काठमाडौँ भ्याली उपत्यका लगायत देशैभरिको ठाउँमा चाहिँ किसान बजारको स्थापना गर्ने र त्यो सल्लाह र सुझाव सरकारलाई दिन, राज्यलाई दिन अहिले हाम्रो बाली नेतृत्वको सरकारलाई नै हामीले अहिले राजसभा 2/3 बहुमतको नजिक पुगेको सरकारले गर्न सक्छ। र उत्पादन बजारको व्यवस्थापन अहिलेको जुन दलाल बिचौलिया बजार विगतदेखि एमाले काङ्ग्रेस लगायत माओवादीले सञ्चालन गरिरहेको बजार थियो र भइरहेको छ, र त्यो बजारलाई हामीले किसानको बजारमा कृषि बजार, किसान बजारलाई रूपान्तरण गर्दै हामी अगाडि बढ्नुपर्ने थियो। तर त्यस्तो भइरहेको छैन र त्यसो गर्नको लागि सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीहरू एक भएर, एकजुट भएर वैदेशिक सामान कट्टा गर्दै, विदेशको उत्पादन, विदेशी किन्ने कुरालाई आउट गर्दै आफ्नो स्वदेशमा उत्पादन भएको सामानलाई खपत गर्दै, खाद्यान्न लगायत लत्ता कपडा जति पनि हाम्रा उत्पादनहरू हुन्छन्, देशको उत्पादन, राष्ट्रको उत्पादन र आफ्नो उत्पादन आफ्नै खपत, तपाईँ हामीले नै यसलाई खपत गरेर लग्यौँ भने, हाम्रो आफ्नै उत्पादनलाई सञ्चालन गऱ्यौँ भने जति पनि पैसाहरू छ, विदेश जाने पैसाहरू रोकिन्छ। जसरी हाम्रो सामानहरू हामीले किन्छौँ, हामीले उपभोग गर्ने वस्तु लगायतका सम्पूर्ण सामानहरू किन्छौँ, तर त्यो सामान किन्दाखेरि त्यो पैसाहरू चाहिँ हाम्रो चाहिँ अन्तर्राष्ट्रिय जगतमा बाहिर गइरहेको छ। अहिले ठुलो सङ्ख्यामा चाहिँ रिमिटेन्स भित्रिएको छ। नेपाल सरकारको वार्षिक बजेटभन्दा ठुलो चाहिँ अहिले रिमिटेन्स भित्रिएको छ। र त्यो रिमिटेन्सलाई रोक्नको लागि नि तपाईँ हामीले हरेक ठाउँबाट, हरेक गाउँ र बस्तीबाट हरेक ठाउँमा उत्पादन गर्न आवश्यक छ, जति उत्पादन गर्न सकिन्छ। र सरकारले किसानहरूको निम्ति बेलैमा गुणस्तर खालको बिउ, गुणस्तर मल, बिउ र लगनी, र किसानलाई कति % लगनी गर्न सकिन्छ त्यो छलफल गरेर लगनी गर्नुपर्छ किसानहरूको लागि। र युवाहरूलाई, युवा शक्तिलाई, दक्ष र एजुकेट भएको र काम गर्न सक्ने युवाहरूलाई उत्पादन क्षेत्रमा लगाएर आफू चाहिँ आत्मनिर्भर बन्ने, यो देशको उत्पादनले देशलाई आत्मनिर्भर बनाउने, नेपालीलाई स्वाभिमानी बनाउने खालको नीति कार्यक्रम राज्यले ल्याउनुपर्छ र ल्याएर जानुपर्छ। र किसान बजार स्थापना गर्नुपर्छ र किसानले सबै आफ्ना उत्पादन गरेको सामान लगेर बेच्ने खालको व्यवस्था चाहिँ राज्यले, सरकारले मिलाउनुपर्छ। र किसानहरूको हक र हितको लागि र किसानलाई चाहिने, किसानलाई पेन्सनको व्यवस्थाको कुरा पनि आइरहेछ, किसानलाई कार्डको व्यवस्था पनि गर्नै पर्छ, पेन्सन पनि दिनुपर्छ। कति वर्ष किसानले योगदान गर्छ, योगदानका आधारमा र अनुदान दिने कुरा पनि डाइरेक्ट किसानलाई के गर्दैछ उसका फर्म भिजिट गरेर, अनुगमन गरेर, हेरेर सिधै बोलाएर उसलाई फर्म भराएर पनि दिन सकिन्छ। र जसरी पनि उत्पादनमा तीव्र गतिमा अगाडि जाने क्रम र आउँदो गत 5 वर्षभित्रमा चाहिँ डब्बलदेखि त्रिब्बल गर्ने उत्पादनमा गर्ने नीति कार्यक्रम राज्यले, सरकारले ल्याएर चाहिँ अगाडि लानुपर्छ। र त्यसको लागि सबै किसानलाई समेट्नुपर्छ। अहिले त सजिलो कुरा हुन्थ्यो, तर गर्न सकेको छैन, गरिरहेको छैन। र त्यसो गर्नुपर्छ। र दलाल बिचौलिया बजारको अन्त्य, किसान बजारको स्थापना। बस किसानको चाहिँ हरेक पालिकामा किसानको बजार स्थापना हुनुपर्छ। र अहिले भइरहेको बजारमा जति पनि बजारहरू छन्, खाद्यान्न लगायत तरकारी बेच्ने जति पनि बजारहरू छन्, दुधीजन्य हरेक पदार्थहरू बेच्ने, र त्यो बजारलाई चाहिँ किसान बजारमा रूपान्तरण गर्दै डाइरेक्ट किसानहरूको लागि चाहिँ त्यो बजार चाहिँ सरकारले चाहिँ वातावरण मिलाउनुपर्छ। र त्यो वातावरण मिलाउने सरकारले कोसिस गरोस् भन्न चाहन्छु। धन्यवाद। र सम्पूर्ण कृषकहरूलाई एकजुट भएर चाहिँ आफ्नो उत्पादन, आफ्नो बजार जसरी बनाउनुपर्छ र त्यो बनाउनको लागि सरकारलाई एउटा चाहिँ सल्लाह र सुझाव, अर्थात् भएन भने दबावमूलक कार्यक्रमहरू राख्नुपर्छ भन्न चाहन्छु। धन्यवाद।